महानगरबाट बिदा लिँदै गर्दा बालनले जनतालाई दिए यति राम्रो उपहार। हाम्रो यही खोला यस्तो गनाउँथ्यो हैन, अहिले यस्तो राम्रो पार्क। अब यहाँ हेर्दै जानु, यहाँ सुटिङ गर्नेहरू आउँछन्, दिनभरि हामीलाई बस्न पनि कति आनन्द छ। एकदमै राम्रो, धेरै खुसी लाग्यो। हामी अब दिनदिनै घुम्न पनि यही पार्कमा आउने हो हैन, अनि कहिले उद्घाटन होला, कहिले खेल्न पाउला भन्ने जस्तो लागिरहेको थियो। धेरै दिनको पर्खाइमा आज चाहिँ खेल्न पायो। एकदमै यहाँ मान्छेहरू हिँड्दाखेरि नाक ठुनै हिँड्नुपर्ने आउँथ्यो। अनि यसमा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ हामीले हरियालीबाट चाहिँ एकदम सहयोग पाएँ। जुन हामीले योजना लिएर गयौँ, मेयर साहबले उता हरियालीमा गरिदिनु भयो। यो चाहिँ हरियालीको चाहिँ हाम्रो नवराज थापा लगायत उहाँ सम्पूर्णलाई म धन्यवाद पनि दिन चाहन्छु। उहाँले गर्दा आज यति राम्रो सुन्दर पार्क पनि बनाउनु पाइरहेको छ। खुसीले गदगद हुँदै जनताले बालनलाई दिए प्रधानमन्त्री बन्न आशीर्वाद। मेयरको रूपमा हुँदाखेरि उहाँले जति गर्नुभयो त्यो एकदमै राम्रो छ। अब हामी उहाँलाई ठुलो प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छौँ। स्टार्टिङमै उहाँले यति राम्रो गर्नुभयो, अब झन् प्रधानमन्त्री हुँदा त अब कुरै नगर्नु कति गर्नुहुन्छ होला हैन। हामीलाई त यो काठमाडौँ सहरलाई विदेशै जस्तो बनाइदिनु। यो ठाउँ त कस्तो पो थियो, फोहोरको डङ्गुर थियो, एकदमै अब स्याल कराउने ठाउँ थियो हैन। यस्तो होला भनेर सोचेको थिएन। जे होस् हाम्रो बुद्धनगरमा यस्तो राम्रो पार्क बन्यो, हामी धेरै खुसी छौँ। उहाँ जस्तो मान्छे चाहिन्छ के। उहाँको अरू भन्दा पनि मलाई एउटा कस्तो एक्टिभ लाग्छ उहाँको हिँडाइ भने, जस्तो दायाँ बायाँ केही मतलब छैन क्या, टुई टुई यस्तो मजाले हिँड्नुहुन्छ हैन। म केही गर्छु भनेर हिँड्नुहुन्छ के, न उहाँलाई गाडै धेरै चाहिन्छ, सबैसँग हात मिलाएर कति मजाले हिँड्नुहुन्छ हैन। राम्रो मान्छेले राम्रो काम गरेपछि कोहीसँग डराउनु पर्दैन नि त। यो चाहिँ नि हामीले यो फलफुल पार्क भनेर खोलेछौँ। यसमा यो चाहिँ नि फेरि मेरै जन्मदिनको उसमा चाहिँ नि हामीले सबै यहाँ फलफुलको बोटहरू आएर यो रोपेको थिएँ यो। अनि यसमा चाहिँ नि विशेष चाहिँ नि यो फलफुल यहाँ देख्नुहोस् न तपाईँले, फलफुल धेरै जस्तो फलफुल बोट छ यहाँ। यसमा चाहिँ नि अब यो चाहिँ नि फलफुलको सबै राखेर यो चाहिँ नि अब हुन्छ नि चरा चुरुङ्गीहरूले पनि खाओस्। यसो मान्छेहरू आउँदाखेरि मर्निङ वाक जाँदाखेरि यसो एउटा टिपेर झोलामा चाहिँ राखेर नलगोस् भन्ने हाम्रो चाहिँ नि उद्देश्य हुन्छ। पहिला स्वतन्त्र हुँदा र अहिले एउटा नेताको रूपमा चाहिँ पार्टी प्रवेश गरिसक्नु भएको छ, तर तपाईँहरू अझै पनि खुल्ला मनले बालेन शाहलाई स्वागत गर्न त्यही जुन उदारता थियो नि, त्यत्तिकै उदार हुनुहुन्छ अझै पनि। जुन पार्टीमा गए पनि बालेन शाह चाहिँ व्यक्ति हो है, पार्टी होइन। म त्यसलाई चाहिँ प्रधानमन्त्री बनाउँछु भन्ने त्यो मनको सोचाइ साँच्चीकै छ? एकदमै छ हैन। उहाँले गरेको काम अनुसार हो नि त। स्टार्टिङमै उहाँले यति राम्रो गर्नुभयो, अब झन् प्रधानमन्त्री हुँदा त अब कुरै नगर्नु कति गर्नुहुन्छ होला हैन। हामीलाई त यो काठमाडौँ सहरलाई विदेशै जस्तो बनाइदिनु। हाम्रो यही खोला यस्तो गनाउँथ्यो हैन, अहिले यस्तो राम्रो पार्क। अब यहाँ हेर्दै जानु, यहाँ सुटिङ गर्नेहरू आउँछन्, दिनभरि हामीलाई बस्न पनि कति आनन्द छ। पहिला कति फोहोर हुन्थ्यो त्यहाँ, अहिले कति सफा छ क्या, हामी आफैले पनि थाहा पाउँछौँ। महानगरलाई बनाइदियो नि सबै प्राप्तिहरूको लागि, खुट्टा दुख्ने हात खुट्टा दुख्नेहरूको लागि निको होस्, राम्रो होस् भनेको लागि, बच्चाहरूको लागि पनि छ। धेरै राम्रो छ, स्वागत योग्य छ सबै टिमहरूलाई। महानगरपालिका र 10 नम्बर वडाको सबै टिमहरूलाई स्वागत योग्य छ यस्तो राम्रो काम गर्नेलाई। अनि मेयर साहब त अनि महानगर छोडेर अब राष्ट्रिय राजनीतिमा जाने रे नि त आमा। अब यो मेयरमा त राम्रो काम गरेको छ भने, काठमाडौँवासीलाई राम्रो गरेको छ भने, प्रधानमन्त्री भएपछि त देशको लागि त राम्रै गर्नुहुन्छ नि त। भनेपछि अब महानगर मात्र होइन, देश बनाउनु पर्यो मेयर साहबले। देश बनाउनुहुन्छ उहाँलाई, टिमहरू मिलेर देश बनाउनुहुन्छ। पहिला कतिले मास्क लाउँथे, अहिले लाउँदैनन्। किन भन्दा बालेन शाहले दिनदिनै बढार्ने, सफा गर्ने सबै गराएर हो नि त। एकदमै राम्रो उहाँले गरेको काम। ओडामा यो हुँदा त धेरै राम्रो छ भने, प्रधानमन्त्री हुँदा उहाँले अझै नयाँ कुराहरू कति थप्नुहुन्छ हैन। जस्तो बालेन सँगसँगै अहिले त्रिनेत्र जस्तो के बालेन, कुलमान र रवि लामिछाने, जसलाई देशले ठुलो अपेक्षा गरेको छ। तीनैजना 101 हुनुहुन्छ क्या। उहाँहरूलाई त कसैले पनि गुमाउन सक्दैन मेरो विचारमा। रुखलाई, सूर्यलाई भोट हालिरहेको जनताको छाप घन्टीतिर मोडिन सजिलो होला। म पनि त पहिला रुख हो नि हैन, तर कामले हेर्नु पर्यो नि त। मेरो फ्यामिली सबै काङ्ग्रेस हो हैन। अब उहाँले गरेको कामले गर्दाखेरि मैले बालेन शाहलाई नै हाने हैन, अनि रवि लामिछानेलाई नै दिएँ। अब हेरौँ न, तीनैजना 101 हुनुहुन्छ, जो भए पनि ओके, एकदमै गुड। उहाँहरू आउने भनेरै धेरै खुसी छु।